के नेपालमा प्रहरीले तपाईको मोबाइल फोन जाँच गर्न सक्छ? छोटो उत्तर, जुनसुकै अवस्थामा होइन। नेपालको संविधानले प्रत्येक नागरिकलाई गोपनीयताको अधिकार दिएको छ। त्यसैले प्रहरीले कुनै व्यक्तिको मोबाइल फोन, त्यसभित्रका फोटो, भिडियो, सन्देश, कल रेकर्ड वा अन्य व्यक्तिगत जानकारी मनलाग्दी रूपमा जाँच गर्न पाउँदैन। प्रहरीले कहिले मोबाइल जाँच गर्न सक्छ? अदालतको आदेश, सर्च वारेन्ट भएमा। गम्भीर अपराधको अनुसन्धान भइरहेको अवस्थामा कानूनले अनुमति दिएको प्रक्रिया अनुसार। तपाईको स्वीकृति, कन्सेन्ट भएमा। प्रहरीले के गर्न पाउँदैन? कुनै कानूनी आधार बिना मोबाइल खोज्न, पासवर्ड वा फिङ्गरप्रिन्ट जबरजस्ती माग्न, फोटो, भिडियो वा निजी सन्देश मन परी हेर्न, तपाईलाई धम्की दिएर फोन अनलक गराउन। यदि प्रहरीले फोन जाँच गर्न खोज्यो भने के गर्ने? शान्त र सम्मानपूर्वक सोध्नुहोस्, मेरो फोन जाँच गर्ने कानूनी आधार वा अदालतको आदेश छ? अनावश्यक विवाद वा प्रतिरोध नगर्नुहोस्। यदि तपाईलाई आफ्नो अधिकार उल्लङ्घन भएको लाग्छ भने वकिलको सहयोग लिनुहोस् र आवश्यक परे सम्बन्धित निकायमा उजुरी दिनुहोस्। ध्यान दिनुपर्ने कुरा, यदि प्रहरीले वैध कानूनी प्रक्रिया अपनाएर अनुसन्धान गरिरहेको छ भने आवश्यक प्रमाण सङ्कलनका लागि मोबाइल जाँच गर्न सक्ने अवस्था आउन सक्छ। तर सामान्य चेकिङ वा शङ्काको भरमा मात्र तपाईको व्यक्तिगत मोबाइलको सामग्री जाँच गर्नु कानूनी रूपमा उचित हुँदैन। नोट, यो सामान्य कानूनी जानकारी हो। कुनै विशेष घटनामा कानूनी सल्लाहका लागि योग्य कानून व्यवसायीसँग परामर्श गर्नु उपयुक्त हुन्छ। यदि यो जानकारी उपयोगी लाग्यो भने भिडियोलाई लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र यस्तै सजिलो कानूनी जानकारीका लागि इजी लॉ नेपाललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद।